बुढीसँग 10,000 रुपियाँ सापट ल्याएको थिएँ, 10,000 रुपियाँ छैन त। आफ्नै पैसा भइदिए भए मलाई मतलब लाग्दैन त्यो। यो बुढीको पैसा भएको भएर कर 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 कराएको करे गरे भएर मैले चाहिँ गोमीहरू सबै चेक गरेँ हो के। मैले त्यो भ्याकुम पनि चेक गरेँ। त्यो भ्याकुमको त मुखै त्यो सानो हुँदो रहेछ के, त्यो धेरै ठुलो नि हुँदो रहेछ। त्यो सानो त्यो भ्याकुमले त्यत्रो 10,000 त निन सक्दैन नि त। मैले एकचोटि त्यो भ्याकुममा चाहिँ तल 10,000 रुपियाँ राखेर पनि त्यो घुवाइ पारेँ। त्यो भ्याकुमले त 10,000 खाएन के। कति पटक गने होला अब त्यो कुरै छोडिदिनुहोस्। मैले यति पटक गने कि जति पटक गने पनि 2 लाख पुग्दैन। अब एक पटक गने पुगेन, अब फेरि अर्को पटक पनि गने पुग्दैन। जति पटक पनि पुग्दैन, यो गनेर पनि काम रहन्छ भन्ने मैले थाहा पाएँ। अब यो घरको सरसफाइहरू यताउता मैले घरको यो खाटको तल खाटको माथि सोफा पनि उचाल्ने, ढाड दुखिरहेको छ सबै गरेँ, छैन। हे भगवान्, मैले किन त बुढीको यार मैले फोक्कन पैसा लिन्छु त्यट। अबदेखिबाट बुढीसँग 1 रुपियाँ लिन्न म।